हेलो कहाँदेखि हुनुहुन्छ? बुटोल हजुरको नाम के होला? मेरो नाम नवीना घिमिरे ओके, सो नवीनाजी हामी हजुरलाई केही क्वेसनहरू गर्छौँ अबाउट हिस्ट्रीको बारेमा, नेपाल इन्डियाको बारेमा। सो क्वेसनको एन्सर दिनु रेडी हुनुहुन्छ है? ओके, सो हजुरलाई चाहिँ नेपाल र भारत बिच चाहिँ कुन देश चाहिँ पुरानो हो जस्तो लाग्छ? नेपाल नेपाल हो जस्तो लाग्छ। अनि किन लाग्छ? नेपाल चाहिँ भारतभन्दा नेपाल चाहिँ पहिले नै आफै इन्डिपेन्डेन्टली चाहिँ उसमा आएको। जस्तै अब इन्डिया भनेको त 3-4वटा देशहरूसँग रिलेटेड इन्डिपेन्डेन्ट थिएन नि त, कोलोनाइज थियो नि त। अनि पछि फ्री भएको इन्डिया त, जस्तै पाकिस्तानबाट फ्री भयो, उता बङ्गलादेश फ्री भएको। त्यही भएर नेपाल चाहिँ पहिल्यैदेखि नै फ्री एउटा सोभरियन कन्ट्रीको रूपमा थियो। त्यही भएर नेपाल नै पहिला हो जस्तो लाग्छ। ओके, सो हजुरलाई चाहिँ पहिलाको प्राचीन भारतको राज्य र अहिलेको आधुनिक भारतको राज्य बिच चाहिँ के फरक देख्नुहुन्छ? प्राचीन भारतको राज्यमा त त्यति धेरै आइडिया छैन, तर अहिलेको भारतीय राज्य चाहिँ बढी अब सिस्टमेटिक अनि त्यसपछि एजुकेटेड जस्तो लाग्छ। अनि हजुरलाई चाहिँ के लाग्छ कि नेपाली युवाहरूले चाहिँ साम्राज्यहरूको बारेमा, राज्यहरूको बारेमा चाहिँ किन थाहा हुनुपर्छ जस्तो लाग्छ हजुरलाई? अब आफ्नो पहिला पुर्खाहरू जस्तै मोनार्कियम, जस्तै प्रेसिडेन्ट, अहिले हाम्रो नेपालमा चाहिँ जस्तै राजा भन्ने चिज त छैन, मतलब हुनुहुन्छ तर चलाउनु त राजाले चलाउनु नि त। नचलाउँदाखेरि पहिलाको हाम्रो सिस्टम के थियो भन्दाखेरि मोनार्कियल सिस्टम थियो। अनि राजा हुँदाखेरि के कस्तो थियो, अनि अहिले कस्तो अवस्था थियो र अहिले कस्तो अवस्था थियो भन्ने कुरा फरक त अब हिस्ट्रीको रूपमा पनि जान्न पर्यो। जस्तै अहिले अब जस्तै प्रधानमन्त्री हुनुहुन्छ भने देश चलाउनेमा प्रधानमन्त्री चलाउँदा यस्तो थियो भने राजा चलाउँदा कस्तो थियो त, राजा ल्याउन पर्छ भन्ने कुरा एउटा अभिव्यक्ति आइसक्दाखेरि कस्तो रहेछ त त्यतिखेर भनेर बुझ्नको लागि पनि जान्नुपर्छ जस्तो लाग्छ। ओके, थ्याङ्क यू। हेलो, हजुरको नाम? मेरो नाम सकल राज शर्मा, ओके, कहाँदेखि हुनुहुन्छ? जनकपुरबाट। ओके, सो हामी चाहिँ हजुरलाई केही नेपाल इन्डियाको बारेमा हिस्ट्रिकल अथवा एन्सियन्ट कुराहरू सोध्न जाँदैछौँ। सो रेडी हुनुहुन्छ है? ओके, सो हजुरलाई चाहिँ नेपाल र इन्डिया कुन पुरानो देश हो जस्तो लाग्छ? मलाई त इन्डिया जस्तै लाग्छ। किन? उता अहिलेसम्म त्यो हेर्दाखेरि नेपालको कम्पेयरमा इन्डिया अहिले धेरै डेभलप भइसकेको छ। किनकि उता पहिला त ब्रिटिसहरूले आउनुभएछ, उहाँहरूले रुल गर्नुभएछ, उहाँले धेरै इन्डस्ट्रियलहरूमा काम गर्नुभएछ। तर अहिले नेपालमा इन्डियाको कम्पेयरमा त्यति छैन। नेपालमा अहिले पोलिटिकल इनस्टेबिलिटी भएको कारणले पनि त्यो डेभलप हुन छैन। तर इन्डियामा पोलिटिकल स्टेबिलिटी उता पनि अनस्टेबिलिटी नै छ, त्यही पनि नेपालभन्दा राम्रो गरिरहेको छ उनीहरू। हजुर, सो हजुरहरूलाई के लाग्छ अहिले नेपाली युवाहरूले चाहिँ आफ्नो देशको चाहिँ सार्वभौमको बारेमा, राज्य अनि साम्राज्यको बारेमा चाहिँ किन थाहा पाउनुपर्छ होला जस्तो लाग्छ? थाहा पाउनुपर्छ किनकि त्यो नेपालको हिस्ट्रीहरू थाहा हुन्छ। त्यो थाहा पाएपछि अनि अझै कसरी बेटर गर्न सकिन्छ नेपाललाई त्यो आइडियाहरू आउँछ त्यो थाहा पाएपछि। सो हजुरलाई चाहिँ के लाग्छ प्राचीन भारतको साम्राज्य र अहिलेको चाहिँ आधुनिक भारतको राज्यमा चाहिँ हजुरले चाहिँ के फरक पाउनुहुन्छ? फरक त धेरै छ। इन्डस्ट्रियल त्यो पहिला नै मैले भने इन्डस्ट्रीहरूमा उहाँले धेरै डेभलप गर्नुभएछ अनि टेक्नोलोजीहरूमा पनि उहाँ अहिले पहिलाभन्दा धेरै राम्रो छ। त्योहरू अहिले फरक छ अहिले। थ्याङ्क यू। सो नमस्ते। नमस्ते। कहाँदेखि हुनुहुन्छ? ओके, हजुरको नाम? निशान खड्का। सो हजुरलाई चाहिँ हामी केही क्वेसनहरू गर्छौँ। ओके, नेपालको हिस्ट्री अथवा इन्डियाको हिस्ट्रीको बारेमा एन्सर गर्न रेडी हुनुहुन्छ नि? ओके, थ्याङ्क यू। सो हजुरलाई चाहिँ नेपाललाई चाहिँ अहिलेको टाइमसम्म हेर्दाखेरि चाहिँ नेपाल र इन्डियामा चाहिँ कुन चाहिँ पुरानो देश हो जस्तो लाग्छ? मलाई त नेपालै लाग्छ। किन होला? किनकि जब इन्डिया युनाइटेड भइसकेको थिएन त्यतिखेर नेपाल युनाइटेड भएर विश्वमा चर्चित हुँदै थियो। ओके, सो हजुरलाई चाहिँ किन लाग्छ अहिलेको चाहिँ युवा नेपालीहरूले चाहिँ सभ्यता, साम्राज्य र आधुनिक राज्य बिचको फरक चाहिँ किन बुझ्नुपर्छ जस्तो लाग्छ? नेपाल विकास भए पनि अझै राम्रोसँग विकास हुनु, अब विश्वमा नेपाल त विकास हुँदै गरेको देश हो नि त, त्यही भएर अझै विकास हुनुपर्ने जस्तो लाग्छ। त्यसैले अब अहिलेको युवाहरूले नै त्यस्तो कुराहरू बुझेपछि बल्ल भविष्य राम्रो हुन्छ जस्तो लाग्छ। त्यसैले त्यसो भए चाहिँ प्राचीन भारतीय सभ्यता र आजको आधुनिक भारतीय राज्य बिच चाहिँ के फरक देख्नुहुन्छ हजुरले? म खासै फरक त देखिँदैन, त्यही पनि अब त्यहाँ पहिलाहरू सुपर स्टेसनहरू धेरै फलो गर्थे, अहिले धेरै सुपर स्टेसन हुँदैन, इन्टरकास्ट म्यारिजहरू धेरै जस्तो अराउन्ड देख्छु। त्यही हो। ओके, थ्याङ्क यू। सो हेलो,
हजुर नाम के होला? मेरो नाम मनोज ओली, कहाँदेखि हुनुहुन्छ? म कैलाली। ओके, सो हामीले चाहिँ यहाँ अहिले सानो सर्वे दिन गइरहेको छौँ कि लाइक हिस्ट्री अफ नेपाल एन्ड इन्डिया, उहाँहरूको पुरा एन्सियन्ट टाइमको कुराहरू चाहिँ। सो केही क्वेसनहरू हामी गर्छौँ, एन्सर दिनुहुन्छ? हुन्छ। ओके, थ्याङ्क यू। सो हजुरलाई के लाग्छ नेपाल र इन्डियामा चाहिँ कुन चाहिँ पुरानो देश हो जस्तो लाग्छ? नेपाल र इन्डियामा चाहिँ हजुर। नेपाल र इन्डियामा चाहिँ अब खासमा दुइटै पुरानो हो, तर अब त्यहाँ पोइन्ट हेरेर हुन्छ। अब नेपाल पनि लाइक पहिल्यैदेखि राजाहरूले रुल गरेर अनि त्यसपछि गएर नेपाल भयो। बट अर्को पोइन्ट अफ भ्यू उताबाट इन्डियाको साइडबाट हेर्ने हो भने इन्डिया वाज लाइक कोलोनाइज बाई ब्रिटिस मान्छेहरू। अनि आई थिङ्क लाइक तिनीहरू 1948 हो कि 1947मा गएर तिनीहरू ब्रिटिस मुक्त भएको थियो। अनि त्यही भएर पछि गएर चाहिँ इन्डिया भएको हो। सो त्यो कारणले त्यो रिजन हेर्ने हो भने चाहिँ आई थिङ्क नेपाल इज द ओल्डेस्ट। सो हाम्रो नेपाल चाहिँ हाम्रो 18th सेन्चुरीमा एकीकरण भएको थियो भने चाहिँ इन्डिया चाहिँ 1947मा चाहिँ इन्डिपेन्डेन्ट भएको थियो होइन? अब के यसले चाहिँ नेपाललाई पुरानो आधुनिक राष्ट्र भनेर चाहिँ बनाउँछ कि बनाउँदैन जस्तो लाग्छ? बनाउँछ नि, अफकोर्स बनाउँछ, किनकि नेपालको आफ्नै हिस्ट्री छ, आफ्नै लाइक किङडम, आफ्नै राजाहरूले रुल गर्दै आएको हो। सो नेपाल आफैमा पहिल्यैदेखि नेपाल छ क्या। सो अहिलेसम्म पनि आएर नेपाल नै छ। सो हजुरलाई चाहिँ प्राचीन भारत राज्य र आजको आधुनिक भारतीय राज्य बिच चाहिँ के फरक देख्नुहुन्छ? प्राचीन इन्डियन सिभिलाइजेसन जुन चाहिँ र अहिलेको रिपब्लिक अफ इन्डिया छ त्यो चाहिँ लाइक एकदमै डिफ्रेन्स छ। पहिला चाहिँ लाइक प्राचीन इन्डियन चाहिँ अब ब्रिटिसले रुल गरेको थियो। त्यो टाइममा छुट्टै पोलिटिकल कुराहरू छ, सबै छुट्टै थियो, लाइक सबै कुराहरू छुट्टै थियो। र अहिलेको रिपब्लिक इन्डिया चाहिँ मोर मोडर्नाइज छ। सो डिफ्रेन्स छ त्यसमा चाहिँ। हजुरलाई चाहिँ नेपालको हिस्ट्रीको चाहिँ कुन फ्याक्टले चाहिँ हजुरलाई आफूलाई प्राउड फिल चाहिँ गराउँछ? प्राउड फिल मलाई कुन कुराले गराउँछ भन्दा नेपाल वाज नेभर रुल्ड बाई अदर पिपल हुन्छ नि। अरू राष्ट्रले नेपाललाई रुल गरेन। जति पनि राजाहरूले रुल गरे त्यो चाहिँ नेपालकै राजाहरू थिए, आफ्नै मान्छेले आफ्नै देशलाई रुल गरेको। सो यो कुरा चाहिँ एकदमै प्राउड छ। इन्डियाको कम्पेरिजनमा हेर्ने भने इट वाज लाइक इन्डिया वाज रुल्ड बाई ब्रिटिस नि त। सो नेपाल वाज नट रुल्ड बाई ब्रिटिस। सो दिस इज लाइक आवर द प्राउडेस्ट मोमेन्ट। र यो कुरा अर्को पनि के छ भन्दाखेरि लाइक हामीले कहिले पनि इन्डिपेन्डेन्ट डे चाहिँ मनाउँदैनौँ जस्ट लाइक इन्डिया। सो या दिस इज लाइक द प्राउडेस्ट मोमेन्ट फर अस। ओके, थ्याङ्क यू सो मच। थ्याङ्क यू, वेलकम। हजुरको नाम? कहाँदेखि हुनुहुन्छ? ओके, सो हामी चाहिँ हजुरलाई केही नेपाल इन्डिया यस्तै हिस्ट्रिकल कुराहरूमा चाहिँ केही सेभरल क्वेसनहरू गर्छौँ। सो एन्सर गर्न रेडी हुनुहुन्छ है? हजुरलाई चाहिँ नेपाल र इन्डियामा चाहिँ कुन चाहिँ देश पुरानो हो जस्तो लाग्छ? नेपाल। किन होला? इन्डिया भन्दाखेरि पुरानो नेपाल नै जस्तो लाग्छ, किनकि आर्मीहरू युद्ध गर्दा होइन यस्तै हिस्ट्रिकल कुराहरूले गर्दाखेरि लाग्छ हजुरलाई। सो हजुरलाई चाहिँ पुरानो प्राचीन भारत राज्य र अहिलेको चाहिँ आधुनिक भारत राज्य बिच चाहिँ के फरक देख्नुहुन्छ हजुरले? पुरानोमा चाहिँ अलि भनौँ न जस्तो पुरानो छ अहिले होइन, पुरानो पहिला थियो त्योभन्दा चाहिँ अहिले धेरै नै राम्रो डेभलप डेभलप भएको है। हजुरको नाम के हो? ज्योति भण्डारी। अनि हजुरको चाहिँ? कुन्साङ तामाङ। ओके, सो हजुरहरूलाई नेपाल र इन्डियाको बारेमा त थाहा नै छ होला होइन? किनभने नेपाल त हाम्रो आफ्नै देश भइहाल्यो, इन्डिया हाम्रो नेबरहुड कन्ट्री भइहाल्यो होइन? सो अहिलेको अहिले आजसम्म चाहिँ हजुरलाई नेपाल र इन्डियामा चाहिँ कुन चाहिँ पुरानो देश हो जस्तो लाग्छ? पुरानो? हजुर। मलाई त फेरि इन्डिया जस्तो लाग्छ। हजुरलाई नि नेपाल जस्तो लाग्छ, किन होला इन्डिया? खै म नेपाल भन्दा अलिक नराम्रै देख्छु अनि अलिक हेर्दा त्यस्तो लाग्छ अनि त्यही भएर। हजुरलाई पुरानो नेपाल नै हो जस्तो लाग्छ होइन त? सो नेपालको कुन कुराले चाहिँ हजुरलाई प्राउड फिल गराउँछ? एज अ नेपाली भन्नु पर्दाखेरि मान्छेहरू अब अलिक राम्रो हुनुहुन्छ। अनि
नेपालमा चाहिँ अब धेरै ठाउँहरू कति राम्रो छ है घुम्न जानलाई टुरिस्टहरूको लागि बाहिरबाट आउनेलाई त्यस्तै राम्रो छ ठाउँहरू पनि राम्रो छ मान्छेहरू नि राम्रो हुनुहुन्छ काइन्ड हुनुहुन्छ उतातिर कस्तो रुड लाग्छ कि उतातिरको मान्छेहरू चाहिँ हेर्दैखेरि पनि त्यस्तो लाग्ने अनि उहाँहरूको बोली पनि त्यस्तै हुन्छ प्रायः अनि ओके थ्याङ्क यू हेलो हेलो सो कहाँदेखि हुनुहुन्छ हजुर म बुटोलदेखि ओके सो हजुरको नाम दीक्षा आर्या ओके हजुरलाई चाहिँ नेपाल र इन्डियामा चाहिँ कुन चाहिँ देश चाहिँ पुरानो जस्तो लाग्छ नेपाल किन लाग्छ नेपाल चाहिँ पहिले आफ्नो फ्रिडम भएर बाँचेको अनि उता इन्डिया चाहिँ कोलोनाइज भएको थियो पछि हो नि त त्यो रिलिज भएर आफ्नो छुट्टै देश भएको त्यही भएर ओके सो हजुरलाई चाहिँ प्राचीन भारतीय सभ्यता र आजको आधुनिक भारतीय राज्य बिच चाहिँ के फरक देख्नुहुन्छ प्राचीन मतलब त्यहाँ त प्राचीनमा त कोलोनाइज थियो नि त अनि अहिले चाहिँ फ्रिडम भएर आफ्नो छुट्टै बस्यो त्यस्तो आइडिया छैन मलाई त सो हेलो हाई हजुरको नाम के हो मेरो नाम अरविन्द यादव हो कहाँदेखि हुनुहुन्छ हजुर म जनकपुरबाट अहिले काठमाडौँमै बस्छु ओके सो हामी चाहिँ हजुरलाई इन्डिया र नेपालको बारेमा केही एन्सियन्टदेखि केही हिस्ट्रिकल कुराहरू चाहिँ सोध्न जाँदैछौँ एन्सर गर्नुहुन्छ नि होइन ट्राई गर्छु ओके थ्याङ्क यू सो हजुरलाई चाहिँ के लाग्छ नेपाल र भारत चाहिँ कुन चाहिँ पुरानो देश हो जस्तो लाग्छ पुरानो त दुवै त पुरानै जस्तो लाग्छ मलाई पर्सनली त मुख्य दुईटामा कम्पेयर गर्दाखेरि चाहिँ कुनलाई चाहिँ अझ पुरानो हो जस्तो मान्नुहुन्छ पुरानो मेरो हिसाबमा इन्डिया होला किन होला किनभने मुभीहरूमा हेरेछु इन्डिया अझै कुनै सो हजुरलाई चाहिँ पुरानो प्राचीन भारतको राज्य र अहिलेको आधुनिक भारतको राज्य बिच चाहिँ के फरक पाउनुहुन्छ टेक्नोलोजीमा धेरै वृद्धि भएको छ अहिले मान्छेहरू सोसियल मिडियामा धेरै इन्डल्ज भइरहेछ पहिलाको मान्छेहरू नेचुरली लिभ गर्थ्यो तर अहिले टेक्नोलोजीमा र मास कम्युनिकेसन धेरै नै बढेको छ यही कुराहरू छ अनि हजुरलाई के लाग्छ नेपाली युवाहरूलाई चाहिँ आफ्नो देशको सार्वभौम साम्राज्य राज्यहरूको कुराहरू चाहिँ किन थाहा पाउनुपर्छ जस्तो लाग्छ हजुरलाई किनभने यो नेपालको हाम्रो जुन कल्चर छ नि त्यो दिनदिनै लुप्त भइरहेको छ त्यसैले यो कुरालाई जोगाउनको लागि जान्न धेरै नै आवश्यकता छ अहिलेको जेनजीहरूलाई थ्याङ्क यू हेलो सो हजुरको नाम चाहिँ के हो मेरो नाम समीर काफ्ले कहाँदेखि हुनुहुन्छ त म पर्वतदेखि सो हजुरलाई चाहिँ हामी केही क्वेसनहरू गर्न लागि हजुर सो अहिलेको टाइमसम्म चाहिँ हजुरलाई चाहिँ नेपाल र इन्डियामा चाहिँ कुन चाहिँ पुरानो देश हो जस्तो लाग्छ अब त्यो चाहिँ अब डिफ्रेन्ट एसेप्ट अब डिफ्रेन्ट फ्याक्टर्सहरूमा डिपेन्ड गर्छ अब कल्चरल अनुसार दुइटै एउटै सेम नै हुन्छ होइन मोस्टली सेम छ संस्कृत भाषाबाट दुइटै अब ग्रेजुअली इम्प्रुभ भएको अब त्यस्तो यो त डाइरेक्टली एन्सर दिन चाहिँ मिल्दैन हाल्नु पर्यो भने चाहिँ कुन नेपाल जस्तै अब जियोग्राफिकली त दुइटै एउटै एक्जिस्टेन्समा आएको तर खास कल्चरली भन्नुभयो कि कसरी त्यस्तो भन्यो भने अब इन्डिया नै अलि इन्डस्ट्री सिभिलाइजेसनबाट आएको भन्ने नि हुन्छ अब हाम्रो सिन्जा भ्यालीबाट नि आएको हो भन्ने थाहा छ अब हामीले के भन्नु नेपाललाई चाहिँ भन्ने त ओके सो हजुरलाई चाहिँ अब नेपालको हिस्ट्री पनि थाहा होला सायद हजुरलाई सिभिलाइजेसनबाट पनि थाहा रहेछ सो नेपालको हिस्ट्रीको फ्याक्ट्सहरू अनुसार चाहिँ हजुरलाई नेपालको हिस्ट्रीको कुन चाहिँ कुरा चाहिँ एकदम धेरै प्राउड फिल हुन्छ सबभन्दा धेरै प्राउड फिल चाहिँ अब अहिलेसम्म कुनै पनि देशले कङ्कर गर्न सकेको छैन हामी इन्डिपेन्डेन्ट छौँ हाम्रो इन्डिपेन्डेन्ट डे मनाउँदैनौँ त्यही नै सबभन्दा ठुलो गर्वको कुरा हो थ्याङ्क यू हेलो हजुरको नाम ओके सो हामी चाहिँ हजुर केही क्वेसन्सहरू गर्न लाग्दैछौँ अबाउट नेपाल हिस्ट्री अफ नेपाल अनि रेडी हुनुहुन्छ नि सो हजुरलाई चाहिँ नेपाल र इन्डियामा चाहिँ कुन चाहिँ पुरानो देश जस्तो लाग्छ मलाई नेपाल किन के भन्दा नेपाल चाहिँ कसैको शासनमा भएन इन्डिया चाहिँ 1947 अगाडि ब्रिटिस थियो त्यसपछि बल्ल इन्डिया भएको नेपाल चाहिँ पहिलेदेखि नेपालै थियो सो हजुरलाई चाहिँ इन्डिया चाहिँ पुरानो इन्डिया र अहिले मोडर्न टाइमको इन्डियामा चाहिँ के फरक लाग्छ हजुरलाई त्यस्तै फरक त छैन त अहिले विकासहरू भयो धेरै ठाउँहरू राम्रो भयो पहिलाभन्दा त्यही हो सो नेपालको केही हिस्ट्रीको बारेमा थाहा छ जुन हजुरलाई चाहिँ
एकदम प्राउड फिल छ? नेपाल अब कसैको शासनमा भएन, इन्डिपेन्डेन्ट भयो पहिल्यै, त्यही हो प्राउड, इन्डिपेन्डेन्ट डे मनाउनु पर्दै। ओके, थ्याङ्क यू।